तानसेन श्रीनगर पाल्पामा रहेको तानसेन श्रीनगर प्रख्यात छ। आज 2082 साल वैशाख 15 गतेदेखि बिहानको मर्निङ वाकिङ गर्न सुरु गरेको छु। ज्यान अलिकति वेट बढ्यो हो अहिले होइन, त्यही भएर अलिकति आफूलाई असहज लागेर वाकिङ हिँड्नु पऱ्यो, साथीहरूलाई यसो दृश्य देखाउनु पऱ्यो नयाँ भनेर। अहिले भर्खर बिहानको 5 बजेको छ, चारैतिर उज्यालो भइसकेको छ है। म हिँडिरहेको छु र यो डाँडालाई भाइरल डाँडा भनेर पनि चिनिन्छ श्रीनगरको। यो मिसनमाथिको डाँडा हो। यो एकदम सिँढी छ, हिँड्दै थकाइ लाग्छ। र यहाँ पनि अहिले जुन तारा बनाएको छ, यहाँ फोटो खिच्नेको बहुत भिड हुन्छ दिनमा। राम्रो छ र बिहान हिँड्नु स्वास्थ्यको लागि धेरै राम्रो पनि हो। र यहाँ सल्लाह छ र सल्लाहको हावा खानु पनि धेरै राम्रो भन्छन्। क्यान्सर रोगलाई पनि सल्लाहको जुन हावाले पनि जुन अक्सिजनले क्यान्सर रोग पनि जित्छ अरे। र यो माथि स्तूपा, बुद्ध स्तूपा छ। म ढोक गरेँ पहिला दर्शन माथि छिर्नुभन्दा अगाडि। यो बुद्ध पहिला चाहिँ यो गोल्डन कलरको थियो होइन, राम्रो थियो। अहिले जुन यो यस्तो ब्ल्याक कालोमा कलर गरेर खासै मलाई चाहिँ राम्रो लागेको छैन। पहिला गोल्डन कलर राम्रो लाग्थ्यो। हेर्नु साथै तपाईँहरूलाई कस्तो लाग्छ होइन। राम्रो चाहिँ एकदम राम्रो छ है, बहुत राम्रो लाग्छ मलाई। र यता चाहिँ अलिओरा साइडमा यो जुन यो हनुमानको मन्दिर छ साथीहरू, एकदम राम्रो। साथीहरू दर्शन गर्नुहोस् हनुमानलाई, आफूले सोचेको चिताएको पुग्छ। बहुत हनुमान र एउटा पृथ्वी नै उचाल्नु भएको छ हनुमानले। जसले बनाउनु भयो उहाँको यस शालिक, उहाँलाई धेरै धन्यवाद। र यता फेरि अब पल्टे श्रीनगर जाने बाटोतिर लागेँ म। र सरर गरे यो चाहिँ श्रीनगरतिर हो। एकदम राम्रो छ साथीहरू, कोही आउनुभएको छैन भने आउनु होला घुम्न। यो ठाउँमा सदाबहार चिसो। चैत वैशाख त्यो तलतिर बुटोलतिर तराईतिर कति गर्मी हुन्छ है, यहाँ चाहिँ बहुत चिसो नै हुन्छ। र यहाँ साथीहरू बिहान वाकिङ गरिरहनु भएको छ। त्यस्तै हो, राम्रो छ साथीहरू। यहाँ माथि भिउटाहरू जाने बाटो हो माथि। यतातिर पिकनिक स्टल हो यिनीहरू। एकदम यो चौरमा सधैँ पिकनिक हुन्छ, एकदम राम्रो हुन्छ साथीहरू। र साथीहरू एकदम यो मेरो भ्लगलाई सब्सक्राइब गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। म त्यस्तो भ्लग गराउन जानेको मान्छे त होइन, र अहिले एकदम कोसिस गर्दैछु तपाईँहरूको सब्सक्राइब गरिराख्नुभयो भने जस मलाई पनि भित्रदेखि जोस जाँगर चलोस्। साथीहरूले मेरो यस भ्लगलाई माया गरिदिनु होला। @मौसम 675 मा सब्सक्राइब, लाइक, कमेन्ट गर्नु होला। र अझ कस्तो बनाउनु पर्छ सल्लाह सुझाव दिनु होला। यो माथि यो खेल्ने ठाउँहरू छ, यो जस्तो बच्चाहरूको लागि खेल्ने हो। अनि यो साइडमा यो दिनमा दुकान हुन्छ एउटा भैया भाइ हो। अब भैया भन्दा नि अब हाम्रै नेपाली भाइ हो होइन। अहिले भर्खर त खाली छ, बिहानमा दुकान लगाउँछन्। त्यो अहिले आउँछन् 10 बजेपछि। यो देखेको चौरजरी सबै यो पिकनिक स्थल हो साथीहरू। भित्र नि हिँडिरहेको देख्नुभयो, एकदम राम्रो छ घुम्नको लागि। मलाई बहुत मनपर्छ। मेरो घर तराईमा भए पनि म अहिले पाल्पा व्यावसायिक हिसाबले बसिरहेको छु।
एकदम राम्रो लाग्यो क्या मलाई यो ठाउँ। यदि स्वर्ग भनेको यी पाल्पा नै हो जस्तो लाग्छ मलाई। यदि स्वर्ग छ भने यस्तै चारैतिर सबै चिजले मिलेको मौसम पाल्पा मलाई एकदम राम्रो लाग्यो। अनि श्रीनगर यहीँ नजिक भएको ठाउँ, यहीँ सङ्ग्रहालय जुन दरबार यहीँ तानसेनमै भएको ठाउँ र रानी महल यहीँ भएको ठाउँ र भरिस्थान मन्दिर पनि यहीँ भएको ठाउँ। यति राम्रो ठाउँ छ, साह्रै एकदम के प्रकृतिय स्थल के पाल्पा, एकदम राम्रो ठाउँ। साथीहरू आउनुहोला, तपाईँहरू पनि घुम्न समय मिलाएर आउनुहोला। एकदम राम्रो छ पाल्पा ठाउँ, एकदम मलाई त एकदम राम्रो लाग्यो। म अहिले लगभग 2.5 वर्ष भयो यो पाल्पामा बसेको। जस घर आउने जाने, तर मलाई पाल्पा नै मनपर्छ। यस्तो राम्रो ठाउँ लाग्छ पाल्पा है। र साथीहरू अझै पनि भन्छु, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है। अनि मैले अब एकछिन एक्सर्साइज गर्छु यो ठ्याक्कै माथि। अनि साथीहरू त्यहाँ माथि डाँडामा भ्यू टावर छ, एकदम राम्रो भ्यू टावर छ, चारैतिर देखिन्छ त्यहाँबाट। यहाँ त भर्खर त्यो क्यामेराले देखाएको छैन होइन, तर त्यो माथि डाँडामा भ्यू टावर पनि छ। ठिकै छ, अर्को भिडियोमा देखेर होला। ओके।